हो यो पैसा कागजको खोस्टा हो, तर कति महत्त्वपूर्ण छ। आज यही पैसाका लागि दाइले भाइ मारे, यही पैसाका लागि आज भाइले दाइ मारे, यही पैसाका लागि हाम्रा चेलीबेटी बेचिए। दुःखको कुरा त हाम्रो देश, हाम्रो समाज, हाम्रो राष्ट्रिय प्राणभन्दा प्यारो नेपाल छोडेर विदेशी नै बाध्य छन् आज यही पैसाका लागि। नेपालीहरू कहिलेकाहीँ त लाग्छ चिलाउनेको पात झैँ प्रत्येकका घर घरमा पैसै पैसा भइदिए आज कति आनन्द हुन्थ्यो होला। साइकल र बाइक चलाउने मान्छे आज BMW कारमा हिँड्थ्यो होला। सस्ता मस्ता कपडा लाएर हिँड्ने मान्छे आज महँगा महँगा कपडा लाएर हिँड्थ्यो होला। तर गाइज, सबैभन्दा ठुलो कुरो पैसा होइन, सम्बन्ध, प्रेम, माया हो। आज 2 खरब पैसावाला मान्छे पनि आज कति तनावमा छन्, रातभरि टेन्सनमा छन्। कसैले पैसा लगिदिएला, कसैले चोरेर लगिदिएला कि कति तनाव छ उनीहरूलाई, रातभरि निन्द्रा छैन, डिप्रेसन भएको छ। भनेपछि हामी थोरै पैसामा खुसी हुन सिकौँ। हामी खुसी हुन सिकौँ। वास्तवमा खुसी नै सबैभन्दा आनन्द अरे के। खुसी हुन सिकौँ। गाइज, मैले यो पैसा देखाएको त होइन, यो हाम्रो कुक दाइको पैसा थियो। मैले एउटा सानो भिडियो बनाएको मात्र हो, माइन्ड नगर्नु होला। मलाई फलो गर्नु होला। तपाईहरुको भाइ हो, तपाईहरुको काका हो, तपाईहरुको दाजु हो, तपाईहरुको भतिज हो। मलाई फलो गरिदिनु होला अवश्य पनि।